यो चाहिँ कुन जग्गा अरे दाजु? यो ठुलो गढीको ठुलो गढी सिन्धुली गढी है? सिन्धुली गढी। सिन्धुली गढी चाहिँ यस्तो रहेछ साथीहरू, हेरिरहनु। हामी मेन गढीमा आइपुगेको छु। राजा बस्ने ठाउँ, राजा बस्ने ठाउँ होइन यो? हाकिम हाकिम सैनिकको ठुलो हाकिम बस्ने ठाउँ, अदालत र अहिले चाहिँ युद्ध गर्ने ठाउँ। युद्ध गर्ने ठाउँ। पहिला राजाहरूले यहाँ चाहिँ युद्ध गरेको अरे। अन्त 2007 सालमा युद्ध गर्ने, अङ्ग्रेजलाई लखाट्ने सिन्धुली गढी यही ठाउँ रहेछ। लडाकु वीरहरू यिनै हुन् भनेर देखाउनु लडाकु। अनि जग्गा त्यही भित्र चाहिँ राजाको त्यो लडाइँ गरेको हतियारहरू चाहिँ यो भित्र राखेको रहेछ। अहिले म्युजियम जस्तो गरेर सजाएर पुरानो म्युजिकहरू। अन्त यो माथि चाहिँ दाजु यो जो ठुलो गढी जाने युद्ध गर्नुले हान्ने ठाउँ दरबार माथि नै, यो माथि बाटो चाहिँ है मैदान। अन्त त्यो पनि देखाउँदैछु अहिले साथीहरूलाई। अन्त गाउँको छिमेकी मामा माइजूहरूलाई पनि अन्त सम्झेको छ। हेर्नुहोस् नेपालको चिनो। अब यही देशमा चाहिँ हामी चाहिँ भनौँ अब नेपालको सिन्धुली जिल्लाको सिन्धुली गढी किल्ला भने यही हो। नेपाली सेनाले अङ्ग्रेजलाई हराइदिने किल्ला हो यो। यही हो, यहीँ त्यही लडाइँ भएको हो। यहाँनिर चाहिँ हाम्रो सिस्नोले पनि अङ्ग्रेजीलाई पोलेको, माउरीले पनि पोलेको, अन्त अरिङ्गालो बछुङले पनि पोलेको। नेपालमा त झार पात सबै सतुर, अरिङ्गालो बछुङ पनि सबै सतुर भनेर अङ्ग्रेजहरू भागेको। यो ठाउँ पऱ्यो हेर्नुहोस् है। यही हो जग्गा थियो।